संसारको सबैभन्दा ठुलो भ्रम के हो थाहा छ? म रोएँ भने, म चिच्याएँ भने कसैले मेरो पीडा बुझिदिनेछ। तर वास्तविकता के हो भने हजुर, तपाईको आँसुले यहाँ त्यति बेला मात्र फरक पार्छ जबसम्म अगाडिको मान्छेलाई तपाईको खाँचो हुन्छ। स्वार्थ सकिएपछि त तपाईको मरणान्त चित्कार पनि दुनियाँलाई केवल एउटा हल्ला लाग्छ। यो सुन्दा अलि कठोर लाग्न सक्छ, तर यो हाम्रो समाजको एउटा तितो यथार्थ हो। हामी प्राय के गल्ती गर्छौं भने आफ्नो दुःख, आफ्नो कमजोरी र आफ्नो मनको पीडा अरूको अगाडि पोखिदिन्छौं। हामीलाई लाग्छ उनीहरूले हाम्रो भावना बुझ्नेछन् र हामीलाई सहानुभूति दिनेछन्। तर मनोविज्ञानले भन्छ संसारमा 80% मान्छेलाई तपाईको समस्यासँग कुनै सरोकार हुँदैन र बाँकी 20% मान्छेहरू तपाईँ समस्यामा परेको सुनेर भित्रभित्रै खुसी हुन्छन्। जब हामी कसैको अगाडि धेरै रोइरहन्छौँ नि, बिस्तारै उसँग हाम्रो आँसुको भ्यालु सकिँदै जान्छ। हाम्रो पीडा उसको लागि एउटा सामान्य कथा वा झन्झट बन्न पुग्छ। त्यसैले रोएर वा चिच्याएर आफ्नो कमजोरी कसैलाई नदेखाउनुहोस्। जसले तपाईको मौनता बुझ्न सक्दैन, उसले तपाईको शब्द कहिल्यै बुझ्न सक्दैन। आफ्नो पीडालाई मनभित्रै दबाएर एउटा यस्तो ऊर्जा बनाउनुहोस् ताकि भोलि तपाईको सफलताले बोल्दा यो दुनियाँ आफै मौन रहोस्। आफ्नो आँसु केवल उसको अगाडि खसाल्नुहोस् जसले तपाईलाई सिर्जना गर्यो। यो स्वार्थी दुनियाँको अगाडि त सधैँ मुस्कुराएरै हिँड्नुहोस्।